आज भने चाहिँ बाबा मम्मी र म भएर मोमो च्यालेन्ज गर्ने भनेर 100 रुपियाँ उठायौँ। अनि मोमो बनाउनको लागि बाबा भने चाहिँ लसुन केल्न लाउनु भयो, म भने चाहिँ चिकन काटेर किमा बनाउन लागे। चिकन काटिसकेपछि मैले प्याज काटेर प्याज र बन्दा काटेर त्यसमा हाले। अनि नुन र मोमोको मसला हालिसकेपछि म चाहिँ अदुवा र लसुनको पेस्ट बनाएँ अनि त्यसलाई पनि हाले। अनि त्यसलाई हल्का मोले अनि त्यसपछि फेरि थोरै तेल हालेर मजाले मोलिसकेपछि हाम्रो मोमोको किमा पनि रेडी भयो। मैले यता किमा रेडी पारिसकेपछि बाबाले भने यता चाहिँ पिठो मुस्न थाल्नु भयो। अनि बाबाले पिठो मुसिसकेपछि बहिनीलाई चाहिँ मैले मोमोको भाँडा माझ्न पठाएँ। पछिसम्म त बाबाले पिठो मुसेर डल्ला पनि बनाउनु भइसकेछ। अनि म चाहिँ एउटा ट्राई गरिदिउँ न भनेर आफैले बेलेर एउटा मोमो बनाएँ। फर्स्ट टाइम ट्राई गरेको त्यही पनि राम्रै भयो। त्यही भएर मैले चाहिँ मोमो बनाउन थालेँ भने बाबाले चाहिँ मलाई पिठो बेल्दै मलाई दिन थाल्नु भयो। अनि म चाहिँ धमाधम मोमो बनाएर भाँडाभित्र हाल्न थालेँ। मोमोको 3टै भाँडा भइसकेपछि चाहिँ हामीले चाहिँ आगो बालेर मोमोलाई बसाल्यौँ। अनि मोमो पाइसकेपछि चाहिँ मैले च्यालेन्ज गर्ने मोमो त के चिसो च्यालेन्ज गर्नु, तातो मोमो च्यालेन्ज गर्यो भने पो च्यालेन्ज खेल्न पनि मजा आउँछ भनेर 3टा थालमा 5-5वटा मोमो हालेँ। अनि हामी बाउ आमा छोरा मोमो च्यालेन्ज गर्नको लागि तयार भयौँ। अनि 3जना मध्ये जसले जित्छ त्यसले चाहिँ 200 अनि सेकेन्ड हुनेले चाहिँ 100 अनि थर्ड हुनेले चाहिँ भाँडा मान्ने भनेर हामीले च्यालेन्ज स्टार्ट गर्यौँ। मेरो फेभरेट मोमो भएकाले मैले त बाबा मम्मीलाई इजिली हराउँछु होला भन्ने सोचिरहेको थिएँ। तर बाबाले हामी दुईटा मम्मीको र मेरो एकवटा मोमो बाँकी हुँदाखेरि नै बाबाले जित्नु भयो। अनि मम्मीलाई त मैले जसरी पनि जित्छु होला भनेर मुखमा गमका गम हालेको के छ। मम्मीले एउटा खाएर चबाएर निल्छ त मेरो मुखमा थियो। अनि मैले च्यालेन्ज हारिहालेँ। अनि म नहुँदा पनि बाबा मम्मीले जितेको पैसा बाबा मम्मीलाई दिएँ। अनि म चाहिँ भाँडा बोकेर भाँडा मान्तिर लागेँ।